जम्मा 330 रुपैयाँको क्यामेरा, 1500 को ल्यापटप है त, जम्मा 8000 को है। यसको सेप पनि दामी छ। यो छ जम्मा 500 रुपैयाँको क्यामेरा। सो गाइस, सेकेन्ड ह्यान्ड सपबाट किनेको सामान पुरानो बिग्रेको अनि राम्रो हुँदैन भन्ने सोच्नुहुन्छ भने जापानको यो सेकेन्ड ह्यान्ड सप भिजिट गरेपछि तपाईको सोच चेन्ज हुनेछ है त। मलाई चाहिएको छ एउटा वासिङ मेसिन, जसको लागि आज म जापानको सेकेन्ड ह्यान्ड सपहरू भिजिट गर्नेछु र तपाईहरुलाई पनि त्यहाँको सेकेन्ड ह्यान्ड वासिङ मेसिन, फ्रिज, गिटार, मोबाइल, ल्यापटप, साइकल र अरु सामानहरू पनि देखाउँछु है त। 1,10,000 को दामी छ यार। यो चाहिँ सबै फ्रिजहरू हो, तर मलाई चाहिएको छ एउटा वासिङ मेसिन है। यहाँ चाहिँ सबै वासिङ मेसिनहरू छ। यो चाहिँ सानो रहेछ, 20,000 को है, ट्याक्ससँग 22,000। यो भन्दा अलिकति सस्तो हेरौँ है त। सो यहाँ रहेछ है, ट्याक्ससँग 17,600 को। यसमा चाहिँ 4.5 केजी लुगाहरू अट्छ है। भित्र पनि दामी छ। यो वासिङ मेसिन चाहिँ लिनु पर्ला जस्तो छ है त। सो गाइस, सेकेन्ड ह्यान्ड सपको सामान बनेको कम्पनी, स्क्र्याचेसहरू छ कि छैन, कुन पार्ट्सहरू रिपेयर भएको छ र कति सालमा बनेको छ, यो कुराहरूले चाहिँ सामानको प्राइस तोकिएको हुन्छ। र सबैभन्दा मजाको कुरा चाहिँ सेकेन्ड ह्यान्ड सामान भए पनि 6 देखि 1 वर्षसम्मको वारेन्टी कार्ड पनि पाउन सकिन्छ है त। जम्मा 330 रुपैयाँको क्यामेरा, यो पनि जम्मा 300 को ट्राइपड, यो छ जम्मा 500 रुपैयाँको क्यामेरा। सो गाइस, यो चाहिँ सबभन्दा सानो होइन, इलेक्ट्रिक गिटार हो, जम्मा 8000 को है। यसको सेप पनि दामी छ। नाइक कम्पनीको एयर जोर्डन जस्ता फेमस सुजहरू जसको प्राइस अमेजनमा 29,000 छ भने यहाँ जम्मा 9,000 मा सेल भइरहेको थियो। सो गाइस, यहाँ छ जम्मा 800 रुपैयाँमा है, 800 रुपैयाँमा सानो टिभी। जम्मा यसको प्राइस छ 1500 को ल्यापटप है त। सो गाइस, इक्जाम्पलको लागि तपाईले एउटा फ्रिज वा वासिङ मेसिन किन्नुभयो र घरसम्म पुर्याउनको लागि तपाईसँग आफ्नो साधन छैन भने यसको लागि के गर्ने त? यसको लागि सेकेन्ड ह्यान्ड सपको छुट्टै व्यवस्था रहेको छ। यदि तपाईसँग जापानको लाइसेन्स छ भने चाहिँ पसलको गाडी युज गरेर आफ्नो सामान घरसम्म पुर्याउन सक्नुहुन्छ, जसको लागि कुनै पनि पैसा लाग्दैन। तर जापानको लाइसेन्स छैन भने चाहिँ सबको मान्छेले तपाईको सामान घरसम्म पुर्याइदिन्छ, तर त्यसको लागि छुट्टै पैसा तपाईले आफूले पे गर्नुपर्छ है त। सो गाइस, यहाँ छ है जिमको सामानहरू, डम्बलहरू, 7.5 केजी को लागि 2200 रुपैयाँ है। यो छ फोल्डिङवाला डम्बल है। सो गाइस, जम्मा 550 रुपैयाँमा है, टम एन्ड जेरीको। यस्तोवाला चप्पल चाहिँ मैले फर्स्ट टाइम देखेको है। यो चाहिँ जापानको सामुराई है, जम्मा 500 रुपैयाँमा। सो गाइस, यहाँ छ है सबैभन्दा पुरानो मोबाइल आइफोन 4S, जम्मा 1000 मा। अनि यहाँ छ आइफोन 5S, जम्मा 1500 मा। 1,08,000 को साइकल है। नर्थ फेसको ज्याकेट है, 79,000। सो गाइस, यो साइकल चाहिँ एकदमै पुरानो मोडलको है, भिन्टेज टाइपको हो। यसको प्राइस चाहिँ 1,43,000 छ है। यस्तो दामी साइकलहरू पनि सेकेन्ड ह्यान्ड सपमा बेच्न राखेको हुन्छ है। सेकेन्ड ह्यान्ड साइकल तर 1,98,000 को। यहाँ छ 60,000 को र यहाँ छ एउटा फुच्चे साइकल। यसको प्राइस चाहिँ 6,600 छ है। 5,500 को युकेलेली। यस्तो वाला गिटार चाहिँ मैले देखेको थिएन है, 38,500 को है। बेस गिटार जस्तै छ। यस्तो ज्याकेटलाई है 35,200 के। यो चाहिँ पुरानो टाइपको एकदम भिन्टेज मोडल हो। यो चाहिँ एकदम पुरानो भिन्टेज टाइपको हेलमेट हो। यसको प्राइस छ 55,000, ट्याक्ससँग 55,000। या भाइ ने 12,000 को होइन। यस्तो दामी फ्रिज छ कि। यो चाहिँ सेकेन्ड ह्यान्ड भए पनि है त्यस्तो केही बिग्रेको हुँदैन है, सबै राम्रै कन्डिसनको हुन्छ। लगाइ जम्मा 13,200 को है। दामी छ यार यो चाहिँ यार। म्याट्रेसहरू पनि एकदमै सस्तो यार, जम्मा 14,300। यो चाहिँ 22,000 को लेनोभोको है। अनि यो चाहिँ किन्यो भने चाहिँ 3 महिना चाहिँ वारेन्टी कार्ड पनि पाउँछ है। यसमा चाहिँ हल्का स्क्रैच मात्र छ, अरु चाहिँ सब ठीक छ है। सो गाइस, सेकेन्ड ह्यान्ड सपमा है 2,75,000 को गिटार पनि बेच्न राखेको छ है त। यो छ 2,75,000, यताको 2,53,000 को। सेकेन्ड ह्यान्ड कपहरू पनि छ है, जम्मा 200 रुपैयाँमा। मिकी माउस पनि रहेछ है, 1650। अनि यहाँ छ है बेस गिटार 7,000 को। यो चाहिँ बेस गिटार हो, इलेक्ट्रिक। यसको यो भाग चाहिँ खतरा लामो हो के।
सो गाइस जापानमा पैसा सेभिङ गर्नको लागि मान्छेहरूले सेकेन्ड ह्यान्ड सपबाट धेरै सामानहरू किन्ने गर्छन्। शनिबारको दिन त झन् भिडभाड हुन्छ। एकदमै कम प्राइसमा राम्रो क्वालिटीको सामानहरू पनि पाउन सकिन्छ। म पनि भर्खर जापान आउँदा सेकेन्ड ह्यान्ड सपबाट धेरै सामानहरू किनेको थिएँ र कुनै सामानहरू त अझै पनि युज गर्दैछु। एनिवे आजको भिडियो चाहिँ यति नै हो। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला है त। थ्यांक यू फर वाचिङ।